आज अर्जेन्टिनाले हारेको भोलिपल्ट पिप्ले बजारको घुम्रेतर्फबाट आउने बाटो है। क्या रमाइलो खोला, मौसम क्लिन, बाटो सफा। यहाँ अटो कार वास बन्दैछ। गाडी डोजर जेसीबी रिपेयर सेन्टर। नाला खोला पुल दुई पुलमा सोलरदेखि छुट्टै मान्छे हिँड्ने लेनै छ एउटा गाडी छेउ। भव्य विकास हो। पारी एक्सट्रिमको भव्य बोर्ड छ, ठुलो बोर्ड। केटीले नि एक्सट्रिम खाएर यो चाहिँ अलि मन परेन। आजकल केटी पनि रेड बुल भन्दै एक्सट्रिम खाने। इनर्जी ड्रिङ्क खराब। गाडी चाहिँ प्रायः इलेक्ट्रिक नै चल्छ। नेपालको चाहिँ इन्डियन गाडीहरू अहिले त बर्खा भएर इन्डियन आएन, नत्र यो रोड चाहिँ चपाचप खाली नै हुन्थ्यो। ग्रिन साउन्डमा चाहिँ विशेष पर्यटक तान्ने भने भन्नुसाथ इन्डियन गाडीको एमपी मध्य प्रदेश साउन्डमा जताततै हरियो। साउन्डमा फुट्या गोरुले पनि पराललाई नै हरियो देख्छ अरे भन्थ्यो। अरबतिरका मुस्लिमहरूलाई, खाडीका मुस्लिमले ल्याएर नेपालमा चाहिँ साउन भदौको ग्रिनी हरियो वातावरणको चाहिँ भिजिट गराउन सक्ने भने अर्को खालको पर्यटक विकास हुन्थ्यो। भाइ गाडीले पोखरा गन्तव्य हान्दैछन्। ल धन्यवाद।